गुड मर्निङ गाइज, वेलकम ब्याक टु अनदर भ्लग। आजको भ्लगमा यहाँलाई स्वागत छ। सो अहिले चाहिँ बिहानको 6:15 गयो अनि म आज पनि एज युजल बाइकमा छु। सो आज मेरो छोटो मर्निङ राइड। आज औँसी परेछ अनि आज मम्मीले सताक्षी धाम जाउँ एकछिन भन्दै हुन्थ्यो अनि त्यही भएर मम्मी र म सताक्षी धाम जान लाग्दैछौँ। सो यु क्यान सी मी है। अनि गाडी अलिकति फोहोर छ, गाडी धुन मन लागेको थियो। हिजो बेलुका आएर गाडी हिजो चाहिँ धुन पाएन, पुरै बाटो हिलो थियो र गाडी सब हिलो भएको छ। कल पनि बिग्रिएको छ, कल बिग्रेर बनाउन पाएको छैन। सो या एन्ड अरू त के भन्नु अब। आज हाम्रो राइड मम्मी अगाडिबाट आउँदै हुनुहुन्छ। सो म बाइकमा बसिसकेको छु एन्ड हामी एकछिन मन्दिर पुगेर आउँछौँ, त्यहाँ पूजासुजा गर्नुहुन्छ मम्मीले। एन्ड या दिस इज माई बाइक टिभिएस अपाची 160 एन्ड मैले किनेदेखि 232 किलोमिटर मैले कुदाइसकिसकेँ। एन्ड 232 मात्रै होइन, यो त ट्रिप 2 हो। 232 होइन, मैले किनेदेखि 734 किलोमिटर कुदाइसकिसकेँ। हजुर सो अघि मम्मीले आमाले बिहान तुलसाको मठमा त पूजा गरिसक्नु भयो। अब मन्दिर पनि गएर पूजा गर्ने भन्दै हुनुहुन्छ। सो हामी मन्दिर जान्छौँ। बाटोको कन्डिसन के कस्तो छ म देखाउँछु है। अनि मन्दिर जानलाई कहाँबाट जानुपर्छ, यदि तपाईँहरू नयाँ हुनुहुन्छ र शिव सताक्षी मन्दिरको बारेमा मात्र सुन्नु भएको छ, कहिले देख्नु भएको छैन भने आज म तपाईँहरूलाई देखाउँछु। अनि बाटो कहाँबाट जान्छ भनेर पनि म देखाउँछु है। सो या मम्मी आउनुहुन्छ, म बाइक स्टार्ट गर्छु अनि अहिले बाटोमा पुगेपछि अनि भेटौँला यता। मम्मी र म निस्क्यौँ एन्ड यो चाहिँ हाम्रो मेन एसियन हाइवे। अनि यसको चाहिँ कामहरू भइरहेछ। बिचमा फुल रोप्ने कामहरू भनेको थियो, बिचको फुल रोप्ने कामहरू चाहिँ भइहालेको छैन, अहिले गर्दैछ अलिअलि। दुईतिरै साइडमा यहाँ त बनेको छ। यहाँ हाम्रो घर अगाडितिर चाहिँ राम्रो बाटो बनाएको छ क्या, अरूतिर भन्दा नि। सबैभन्दा सायद पूर्वमै सबैभन्दा सुरुमा बनेकै यति नै होला, काकरभिट्टा छोडेर अरूतिर भन्दा सबैभन्दा सुरुमा बन्नेकै हाम्रो यिनीहरू हो। एन्ड यो हाम्रो यहाँको मन्दिर किरातेश्वर मन्दिर, शिव पञ्चायन मन्दिर। यहाँबाट उँभो जाने चाहिँ कम्मल चुलाचुली जाने, आर्मी ब्यारेक जाने बाटो हो। यहाँ अगाडि अलिकति अब फेरि पुल छेउमा थोरै बिग्रिएको छ, बिस्तारै जानुपर्छ। यहाँ माथिल्लोपट्टि पनि बन्दैछ, ऊ त्यहाँ पुरै मेसिनहरू ल्याएर राखेको छ, काम भइरहेछ त्यहाँ पनि है। अलिकति त्यहाँ पनि पिच भएको छ। त्यो यो तल्लोपट्टि चाहिँ अब सायद माथिल्लोपट्टि खोलेर मात्र पिच गर्छ होला, माथिल्लोपट्टिको खुलाएर। बाटोको हालत यस्तो छ। यो चाहिँ ठ्याक्क अब कम्मल गाउँपालिका र शिव सताक्षी नगरपालिकाको बोर्डर को पुल आइपुग्न लाग्यो। कम्मल पुल भन्छ यसलाई चाहिँ है। सो बाटो थोरै यति बिग्रेको गर्दाखेरि अलिक अप्ठ्यारो हुन्छ कुदाउनलाई। सो यो चाहिँ हाम्रो कम्मलको पुल। यहाँ पनि अलिकति बाटो चाहिँ फेरि त्यस्तै खत्तम छ। एक साइडमा चाहिँ बनेको छ, माथिल्लोपट्टि चाहिँ लगभग बनाइ नै सकेको छ भन्दा नि हुन्छ। चालु गरेको छैन, अब त्यसलाई चालु गरेर फेरि यसलाई बन्द गर्छ। 1-2 दिन राख्छ त्यो मजाले नबनिन्जेलसम्म त्यसलाई चलाउँदैन। सेट भइसकेको छैन, भर्खर लगाएको 2 दिन 3 दिन कति भयो। सो त्यो सेट भइसक्छ अनि त्यस पछाडि मात्रै त्यो खोल्छ। बाटो साह्रै यता पनि बिग्रेकोले गर्दाखेरि पुरै धुलो मैलो टन्नै आउँछ। सो यहाँ पनि अलिकति बनिएको छ बाटो, राम्रो छ। यहाँदेखि पर धरमपुर चोकसम्म दुईतिरै बाटो बनाएको छ मजाले नै। सो जोस् यति प्याच चाहिँ घरिघरि चाहिँ कुदाउनु चाहिँ मजा आउँछ एकदम। यो चाहिँ हाम्रो धरमपुर चोक, यसलाई चाहिँ धरमपुर बजार भन्छ। धरमपुर चोक हो यो चाहिँ। बजार चाहिँ यहाँदेखि भित्र गएपछि भित्र बजार लाग्छ।
यहाँबाट उँधो गए पछाडि धरमपुर बजार लाग्छ। हजुर पाउँछ होला, त्यहाँबाट किनौँ न झिलझिलेमा। मम्मीले फलफुलहरू किन्ने अरे, अनि अब झिलझिले बजारबाट किन्नु पर्ला। माथिल्लोपट्टि नि अलकत्रहरू लगाएको छ, त्यही भएर कस्तो स्मेल आइरहेको छ त्यसको। बनाउँदैछ त्यहाँ पनि त्यति, त्यहाँबाट त्यति गर्दाखेरि लगभग अब बाटो पूर्वतिरको चाहिँ खासै धेरै छैन भनौँ न। हाम्रो माइसम्मको चाहिँ बाटोहरू अब लगभग कम्प्लिट नै हुन लागेछ, एकदम मजाले बनिरहेछ है। बाटोको ठ्याक्कै झिलझिले बजार आइपुग्ने बेला नि बाटो चाहिँ अलिकति गन्डागोल नै छ। त्यहाँभन्दा उता चाहिँ डुडामारीबाट झिलझिले चोक आउनुभन्दा अलिकति अगाडिसम्म चाहिँ प्याच राम्रै बनाएको छ। माथि बाटो बनिरहेको छ, पुल बनिएकोले गर्दाखेरि बाटो यसो घुमाएर तलबाट यस्तो बाटो छ। पानी अलिअलि पानी परेकोमा त राम्रै हुन्छ, नत्र त यहाँ त बिजोक पाउँछ, बिजोक। पानी धेरै पऱ्यो भने बिजोक, परेन भने धुलोले बिजोक, पर्दा हिलोले बिजोक। हल्का ठिक्क पानी पऱ्यो यसो भिज्ने गरी मात्रै भयो भने चाहिँ राम्रो हुन्छ। सो हामी झिलझिले चोक आइसक्यौँ, अनि यहाँबाट उँभो, यहाँ गेट देखिन्छ, गेटबाट उँभो कहाँ किन्ने मम्मी फलफुल? हो दोकान त खोल्ने बेलै भएको छैन जस्तो छ। ऊ त्यो अगाडि चाहिँ खुला जस्तो छ, वहाँ गर आउने पैसा ए ल। मम्मी फलफुल किनेर आउने अरे, म यहीँ उभिँदै गर्छु, पर्खिँदै गर्छु। अब बाटो तल्लोपट्टि काटेर फेरि निकाल्नलाई गाह्रो हुन्छ। सो यो चाहिँ हाम्रो शिव शताक्षी धाम जाने प्रवेशद्वार, मेन प्रवेशद्वार। अर्को प्रवेशद्वार एउटा माथि पनि छ, त्यो अहिले देखाउँला। एन्ड तपाईँहरू यदि आउँदै हुनुहुन्छ घुम्नको लागि, शिव शताक्षी घुम्नलाई आउँदै हुनुहुन्छ, घुम्ने प्लान बनाउनु भएको छ भने चाहिँ सो यो झिलझिले बजार, सो झिलझिले बजार पूर्व साइड हो, यो पश्चिम साइड भइहाल्यो है। यता दमकतिरबाट आउने बाटो हो भने, यता भनेको यो चाहिँ हाम्रो बिर्तामोडतिरबाट आउने बाटो हो। कहाँ पुग्नुभयो मम्मी त? सो 6:30 भयो टाइम। त्यहाँनिर फलफुल हेर्दै हुनुहुन्छ, दोकानहरू खुल्लै छैन, बिहान खोल्ने बेलै भएको छैन। त्यहाँबाट चाहिँ खुल्ला छ। अघि त्यहीँ धरमपुरमा किनौँ भनेकोलाई किन्नु पर्ने रहेछ। सो काठमाडौँ पोखराबाट आउने गाडीहरू आउन थाले, नाइटको गाडीहरू पनि। सो यदि तपाईँहरू बिर्तामोडतिरबाट आउँदै हुनुहुन्छ भने चाहिँ पूर्वबाट आउँदाखेरि दुधै कट्ने बित्तिकै ठ्याक्क झिलझिले चोक आउँछ, झिलझिले चोकमा उत्रिने। यदि दमकतिरबाट आउँदै हुन्छ डुडामारी कटे पछाडि झिलझिले चोकमा आउँछ, झिलझिले चोकमा उत्रिने, अनि ठ्याक्क चोकभन्दा माथिल्लोपट्टि देखिहाल्छ उँभो जाने बाटो, ठुलो बाटो छ, गेट बनाइदिएको छ। अनि त्यहाँनिर शिव शताक्षी धाम धार्मिक पर्यटकीय क्षेत्र भ्रमण गर्न पाल्नु भएकोमा यहाँहरूलाई हार्दिक स्वागत छ भनेर बोर्ड पनि टाँसेको छ। यदि थाहा पाउनु भएन, अलिकति अगाडितिरै कतै गाडीले रोकाइदियो भने कसैलाई सोद्धा पनि यहाँ भनिदिनुहुन्छ है। सो यो चाहिँ प्रवेशद्वार। एन्ड यहाँनिर पुराणहरू लाग्ने गर्छ है, गौ पुराणहरू लाग्ने गर्छ। माथि गौशाला छ, ठुलो गौशालाहरू छ, म देखाउँछु अहिले। योभन्दा अगाडिको भिडियोहरूमा पनि यहाँहरूले हेरिहाल्नु भएको छ, गौशालाहरू सबै देखिहाल्नु भएको छ, मैले देखाएको छु। फेरि एकचोटि मैले तपाईँहरूलाई यसको दर्शन गराउने मौका पाउँछु, किनकि हाम्रो नजिकै छ। हाम्रो सबैभन्दा राइडमा बेस्ट डेस्टिनेसन, घुम्न आउने, यसो हावा खान आउने ठाउँ भनेको नि यतै। यहाँबाट अलिकति मासतिर गएपछि पिकनिक स्पटहरू पनि छ। आज पिकनिक स्पटहरूतिर चाहिँ जाँदैनौँ, तर बाटोमै एउटा सानो स्पट पर्छ, बसेर रमाइलो गर्ने। अस्ति मैले अर्को भिडियोमा देखाएको थिएँ। सो त्यो स्पटहरू पनि देखाउँछु म। एन्ड आजको राइड क्वाइट एउटा धार्मिक पर्यटकीय स्थलसम्मको राइड मात्रै हुन्छ। म धेरै लामो भिडियो बनाउँदिनँ यसलाई। अलमोस्ट 10-12 मिनट 14 मिनट कतिको भइसकिसक्यो भिडियो पनि खिचेको चाहिँ। अब यसलाई एडिट गर्दा कति के हुन्छ थाहा छैन। एन्ड दिस इज माई बाइक है, यो चाहिँ मेरो बाइक टिभिएसको अपाची RTR 160 4V 2020 मोडल। दिस इज माई बाइक एन्ड इट्स अ प्रिटी गुड मसिन है। दामी पावर, दामी कम्फर्टेबल,
चलाउनलाई 200 को चाहिँ सिट स्प्लिट सिट भएकोले गर्दाखेरि चाहिँ खासै त्यस्तो बस्नलाई क्वाइट गुड छैन लाइक सिटिङको हिसाबले कम्फर्टको हिसाबले बट 160 बस्नलाई कुदाउनलाई पिलियनलाई पनि एकदम सजिलो हुने खालको बाइक चाहिँ हेर्दाखेरि अलिकति अग्लो बाइक देखे पनि इट्स अ प्रिटी गुड बाइक विथ अ गुड पावर होइन 17 PS को पावर 17.63 PS को पावर भनेको इट्स नट अ जोक है पहिले योभन्दा अगाडि मैले कुदाउने बाइक आई थिङ्क 11 या 12 PS को पावर मात्रै थियो CB ड्रिम युगाको एन्ड या विथ सिङ्गल च्यानल ABS यसमा डबल च्यानल ABS छैन अब आउने जति पनि 160हरू आउँदैछ पुरै लुकै चेन्ज भएर आएछ अहिले आउने 160 को त झन् अगाडि हेडलाइट पनि लाइक पल्सरको जस्तो छ बजाजको पल्सरको जस्तै MT को जस्तो हेडलाइटहरू छ है एन्ड कलर कम्बिनेसनहरू राम्रो छ डबल च्यानल ABS छ USD फक छ यसमा चाहिँ अगाडि टेलिस्कोपिक फक मात्र छ सो बट या इट्स अ प्रिटी गुड बाइक दामी पावर दामी कम्फर्टेबल है कुदाउनलाई एकदम मजा आउँछ हल्का हेभी पहिले मेरो बाइक त एकदम लाइट बाइक थियो एन्ड त्यो कुदाउनलाई त्यस्तो मजा आउँदैन भन्दा नि या मजै आउँथ्यो त्यो पनि मैले कहाँ लिएर पुगेको थिएँ बाइकहरू एन्ड योसँग नि मेरो प्लानहरू छ राइडहरू एक दुईवटा मैले प्लान गरेको छु अहिले भन्ने बित्तिकै एक्जिक्युट हुन पाएको छैन मेरो आफ्नै कामले म भ्याइ नभई हुन्छु बट यस हामी एक दुईवटा राइड गर्छौँ एन्ड मामासँग पनि म प्लान गरिरहेको छु मामाको पनि युट्युब च्यानल छ क्रिस द अनअफिसियल भनेर सो मामासँग पनि एउटा राइड प्लान गरेर हामी एउटा कोलाबोरेसन राइड जस्तो प्लान गर्दैछौँ सो अस्ति मामालाई नि भेटेको थिएँ हामी निरज र म माथि जाने भनेर यसो घुमेर आउने भनेर आएको बेलामा यहीँनिर बाटोमा भेटेर एकछिन 10-15 मिनट बसेर गफ गरेर त्यसैको बारेमा राइडकै बारेमा कुरा गरेको थियौँ मामा र मैले एन्ड हामी एउटा प्लान गर्छौँ राइडको छोटो मिठो राइडको है कहीँसम्म लाइक अब यहाँबाट बिर्तामोडसम्म हुन्छ कि होइन उता इटरीतिरसम्म हुन्छ कि कतासम्म हुन्छ हामी त्यो प्लान गर्छौँ एन्ड या सो दिस इज माई बाइक तपाईँहरूलाई बाइकको बारेमा अझै धेरै बताउन मन लागेको छ यसको बारेमा फुल एउटा भिडियो नै लिएर आउँछु म है एन्ड अहिलेलाई यति नै अहिले मम्मी यहाँ पछाडि हामी उँभोतिर लाग्छौँ उँभोको भ्लग पनि देखाउनु पऱ्यो उँभो अब बाटो छ हुन त खासै धेरै त्यस्तो केही छैन भयो भने म सिनेमेटिक्समा लगाइदिन्छु है यसो हाइपरल्याप्समा लगाइदिन्छु म्युजिकहरू लगाएर सो इन्जोय गर्नु होला राइड है त मम्मी र म यहाँ डोडामारीमै आइपुग्यौँ त्यहाँ झिलझिलेमा काहीँ दोकानै खोलेको थिएन फलफुल किन्नलाई अनि मम्मीले यहाँ फलफुल किन्दै हुनुहुन्छ सो हामी त्यस पछाडि लाग्छौँ यो चाहिँ डोडामारी बजार हामी झिलझिलेबाट उँभो लाग्यौँ अब मन्दिर जाँदैछौँ सो यो चाहिँ हाम्रो मन्दिरसम्म जाने बाटो माथिसम्म पिच बनाएको छ अहिले त राम्रो पिच बनाएको छ बिचमा चाहिँ एक दुईवटा हम्प्सहरू जस्तो छ अलिकति बाइकहरू कुदाउँदाखेरि चाहिँ यहाँ चाहिँ अलिक बिस्तारै धेरै स्पिड नकुदाइकन हल्का स्लो नै कुदाउनुपर्छ है एन्ड यो सबै जङ्गल चाहिँ रतनमय वृक्षारोपणको अन्डरमा आउँछ त्यो भनेको चाहिँ हाम्रो डेडीले काम गर्ने ठाउँ सो यस्तै हम्प्सहरू छ बिचमा सानो यसो खाल्डुङहरू छ यस्तोमा चाहिँ अलिकति बाइक कुदाएर जोगाएर लिएर आउनुपर्छ एन्ड उतानिर यो जङ्गलको भित्र ढेँडो घुमिरहेछ यहाँ बाँदर ढेँडोहरू चाहिँ टन्नै छन् यार यो त ढेँडो नै हो यो अर्कै प्रजातिको रहेछ सो यो रमिते सेल्फी डाँडा भन्छ यहाँनिर बस्ने ठाउँहरू बनाइदिएको छ अनि ठ्याक्क उतानिर एउटा पाना छ अनि यसो अगाडिपट्टि रमिता हेर्दै बस्ने हावा खाने शीतल है गर्मी भएको बेलामा यहाँसम्म आउँदा नि हुन्छ पानी ओत लाग्ने ठाउँ पनि छ त्यहाँ सो बाटो अलिकति घुमाउरो बाटो छ ब्लाइन्ड स्पोटहरू छ है आउँदाखेरि अलिकति जोगिएर आउनु होला अलिकति बिस्तारै नै कुदाउँदै आउनु होला अहिले त खासै त्यस्तो धेरै छैन भरे दिउँसो चाहिँ अब मान्छेहरूको यहाँनिर घुम्न आउनेहरूको भिड लाग्छ अब अहिले केटाकेटीहरूको छुट्टी छ त्यही भएर प्रायः केटाकेटी लिएर घुम्न आउनेहरू हुन्छन् दिउँसो त्यहाँ तल डाँडासम्म आउने त्यहाँ चटपटे खाने होइन पानीपुरी खाने यसो बस्ने फोटोसोटो बाटोमा खिच्ने रमाइलो गर्ने
मान्छेहरू टन्नै हुन्छन्। सो दिउँसो आउँदाखेरि चाहिँ अलिकति जोकेर आउनु होला, दिउँसो राति है। बिहान चाहिँ अरूभन्दा नि हात्तीको डर हुन्छ बिहान बिहानै आउँदाखेरि चाहिँ। सो यतिखेर ठिक्क उज्यालो भइसकेको हुन्छ अनि आउनु होला। अनि यो बोर्ड लेखेदेखि उँधो, यहाँबाट उँधो चाहिँ पिकनिक खान जाने ठाउँ हो, पहाडी वनभोजी स्थल छ। सो अहिले हामी वनभोजी स्थलतिर गएनौँ, हामी सिधा उँभो मन्दिरसम्मै जान्छौँ। अनि यो चाहिँ मन्दिरको प्रवेशद्वार, यहाँको मेन प्रवेशद्वार भनौँ न। सो यही हो प्रवेशद्वार। यो साइडमा यहाँनिर खाली जग्गामा चाहिँ पुराणहरू लाग्ने गर्छ है। एन्ड सार्वजनिक पार्किङहरू यतै छ। ए गाईहरू होइन, भित्र लिएर जाउँ न, भित्रै लिएर जाउँ। यहाँ गाईहरू टन्नै छन्, गाई बस्तु। गौशाला यही हो, यहाँको गौशाला यही हो। यही साना साना हाम्रो गुरुहरू यहाँ हुनुहुन्छ। यता मन्दिरहरू छ, शिवको मूर्ति, हनुमानजीको मूर्ति, अनि राम मन्दिर होइन। यता गुरुकुल। हजुर कहाँ? यो यहाँको गुरुकुल। अनि ज्योतिर्लिङ्ग, यहाँभित्र गुरुहरू पढिरहनु भएको छ। अगाडिपट्टिबाट जानु पर्छ। जाने चाहिँ यहाँबाट रहेछ। बाइकलाई राखौँ। सो यहाँनिर हाम्रो पुरै रुद्राक्षको मालाहरू बनाएको छ। रुद्राक्षको मालाले शिवलिङ्ग बनाएको छ है। एन्ड ठुलो छ शिवलिङ्ग। यो कति छ यहाँ भनेर त थाहा छैन। 1 लाखभन्दा त बेसी नै छ यो। 1 करोडको होला सायद। 1 करोड नै छ जस्तो लाग्छ, तर एक्ज्याक्ट फिगर थाहा छैन। म अहिले यहाँ कसैलाई सोधेर अनि भन्छु। सो यो बाइक यहीँनिर राखेँ, एउटा भित्र जाउँ है। एन्ड यता श्री गोलोक गुरुकुल त्यहाँ भयो। यसको कार्यालय यहाँ छ। मम्मी यता अगाडि जाँदै हुनुहुन्छ है। अनि पूजा गर्ने ठाउँहरू यतै भित्रतिर छ। यहाँ गुरुकुलको गुरुहरू हुनुहुँदो रहेछ 21 जना। अनि म चाहिँ पूजा मम्मीले गर्ने भनेर आएको। पूजा चाहिँ खासमा मेरो परेछ भरे होइन। थाहा नै नपाइकन सट्याक सुटुक म त मम्मीले चाहिँ पूजा गर्न, आज औँसीको दिन मम्मीले चाहिँ पूजा गर्ने हो कि भन्ने हिसाबले म आएको थिएँ। हुँदैन अरे पूजा गर्नु मम्मीले। अनि खासमा पूजा चाहिँ मेरो नामको रहेछ। 21 जना त्यहाँ गुरुहरूलाई भेला गरेर यसो फलफुल सलफुल खुवाएर, यसो टिका सिका लगाएर अलिअलि यसो भेटिदिनु भनेर भनेको थियो अरे मम्मीलाई। अब कसलाई देखाउनु भएको थियो मम्मीले। हाम्रो मम्मी फेरि धर्म कर्ममा साह्रै मार्नुहुन्छ। अनि अब मैले केही भन्नु हाल्यो भने अहिले गाली गर्नुहुन्छ होइन। मम्मीलाई चाहिँ भन्नु हुँदैन। तर मम्मी कहाँ कसकोमा, कहाँ ज्योतिषकोमा के हेराउन पुगिहाल्नुहुन्छ अघि बिहानै उठ्ने बित्तिकै। अनि त्यही भएर सो बाइक पार्किङ गर्ने यहाँ छ। यहाँबाट उँभो जाँदाखेरि पार्किङ गर्ने पछि बनाउने होला। अहिलेलाई यहीँ पार्क गरौँ। अनि मम्मीले थोरै चामल ल्याइदिनु भएको थियो। यो साइडमा देखेको यो घरमा एकजना हजुरआमा, बुढी हजुरआमा हुनुहुन्छ। मम्मी यहाँ आए पछाडि चामल सामल के ल्याइदिइराख्नुहुन्छ हजुरआमालाई। सतासी धाम मन्दिरहरू यही हो है। यहाँ पनि 2टा डग स्पाईहरू सुतिरहेका छन्। सो सरसफाइ, बिहानको सरसफाइ कार्यक्रम भइरहेछ। त्यहाँ अरू गुरुहरूले झाडु लाउँदै हुनुहुन्छ। अनि दिगम्बेश्वर महादेव मन्दिर त्यो भइहाल्यो। तक्षी माताको मन्दिर चाहिँ यो हो है। तक्षीधामको यो रुख धेरै पुरानो रुख, कति वर्ष भइसक्यो। अनि यहाँ बस्नुहुन्छ हजुरआमा चाहिँ। दिनमै म उता मन्दिर पानी हेरेर धारा हेरेर आउँछु। मम्मीले दिनुहुन्छ त्यहाँ हजुरआमालाई चामल ल्याइदिनु भएको छ, यसो पकाएर खाने। अनि
शिवशताक्षीको शैललक्ष्मी माताको मन्दिर चाहिँ त्यो हो। अनि यो अर्को मन्दिर एउटा यहाँनिर छ, प्लस यो चाहिँ यहाँको शताक्षीको प्रवेशद्वार धारातिर जाने है। अनि यो चाहिँ मुक्तिनाथमा जस्तो 108 धारा भनेर, मुक्तिनाथको 108 धारा छ, यहाँ चाहिँ 108 होइन, यो चाहिँ कति धारा छ कुनै अब गन्ती गर्नुपर्छ। ऊ त्यहाँबाट छिर्ने रहेछ, पहिले त्यताबाट यसो नुहाउँदै नुहाउँदै आउने रहेछ। मुक्तिनाथमा चाहिँ डाइरेक्ट माथि हिमालयको पानी आउँछ, यहाँ पनि पानी त माथिबाटै आउँछ होइन। त्यो माथिको चुली डाँडाहरू हामी पुगिसकेको अलरेडी त्यहाँनिर। हामी लास्ट टाइम हाम्रो मैनाचुलीको भ्लग छ, त्यो हेर्नु भएको छैन भने म डिस्क्रिप्सनमा लगाइदिन्छु, आई कार्डमा पनि आइरहेको होला, हेर्नु होला कस्तो देखिन्छ माथिबाट भ्यू भन्ने कुरा। पुरानो भ्लग हो हाम्रो कोरोनाको टाइमको। सो यहाँबाट उँभो चाहिँ झर्ना जाने बाटो। अहिले हामी झर्नातिर गइराख्दैनौँ, बस हाम्रो यात्रा यहीँसम्मको हो, यति नै हो। मम्मीले त्यहाँनिर चामल दिनुभयो होला। सो यो चाहिँ नयाँ बनाएको नयाँ एडिसन हो यो। अनि मन्दिरको यो पाटो, यो टाइल्सहरू लगाएको यो पहिले थिएन, यो पनि नयाँ बनाउनु भएको हो। एन्ड एक दुईवटा कुराहरू चेन्ज भएको छ। सो नुहाइधुवाइ गर्नको लागि चाहिँ अब माथि झर्नै पुग्न नभ्याउनेलाई चाहिँ झर्नाकै पानी उहीँबाट तानेर ल्याएर अनि यहाँ यसरी दिइरहनु भएको छ। झर्नाकै पानी हो यो, आई थिङ्क झर्नाबाटै आएको पानीलाई व्यवस्थापन गरेर होइन, माथि झर्नासम्म पुग्न नसक्नेहरू कति हुनुहुन्छ नि त, अनि त्यही हिसाबले यहाँनिर यो बनाएको छ। सो कसले दान गर्नुभएको छ, केमा दान गर्नुभएको छ, सबैको नाम यहाँनिर लेखेर राखेको रहेछ होइन। सो या राम्रो छ, जे होस् राम्रो बनाएको छ। एन्ड यो यता बस्ने ठाउँ, पानी सानी पर्दाखेरि घाम लाग्दाखेरि ओत लाग्ने ठाउँ है। अनि यस्तै छ, राम्रो छ। यसलाई अझै व्यवस्थापन गर्नुपर्छ। शिवशताक्षी नगरपालिकाले यसलाई अझै धेरै यसको लागि बजेट नै ल्याएर भए पनि होइन अलिकति गर्नुपर्छ। यो हाम्रो ठाउँको एउटा पवित्र स्थल, तीर्थस्थल है। हरेक शनिबार, हरेक सोमबार, मङ्गलबार भक्तजनहरू आउने गर्नुहुन्छ। अझै शनिबार त धेरै भिड लाग्छ। अनि या सो मम्मीको काम पनि त्यहाँ सक्यो। अब हामी यहाँबाट निक्लिन्छौँ। निक्लिँदाखेरिको भ्लगहरू अब खासै केही हुँदैन, बाटो त्यही हो है, म धेरै केही पनि खिच्दिनँ। सो या आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ द भ्लग। यहाँसम्म भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि क्यामेरा पनि लगाएको रहेछ सेफ्टीको लागि। सो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला भन्दै अहिलेलाई बिदा हुन चाहन्छु शिवशताक्षी धाम मन्दिर क्षेत्रबाट। बाई बाई।